हेलो एन्ड दर्शक नमस्ते वेलकम ब्याक टु माई न्यू भ्लग होप यी सबजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु। म आज के भन्न गइरहेको छु भनेपछि हैन मेरो जुन साइकल थियो नि त्यो साइकल त मेरो हराइसक्यो र मैले यो भिडियो बनाउँछु भन्दै थिएँ बट म टाइमै पाइरहेको थिएन बनाउनलाई। सो म आज चाहिँ त्यही साइकल हराएको भिडियो चाहिँ म बनाइरहेको छु। त्यो साइकल कसरी हरायो, कहाँबाट हरायो, कसैले चोर्यो कि हरायो, म सबै कुरा तपाईहरुलाई म जानकारी दिन्छु आजको यस भिडियोमा। सो तपाईहरु नयाँ हुनुहुन्छ भने यसरी नै माया र सपोर्ट साथ दिइराख्नु होला द एमटिभी राइडर सत्यनलाई। र जतिजना नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जानु होला किनकि तपाईहरुको माया र सपोर्टको एकदमै खाँचो छ। र अभियसली गाइज अब म यो च्यानलबाट म मोटो भ्लग्स पनि बनाउँछु जुन तपाईहरुले देखिसक्नुभयो आगामी भिडियोमा। डिस्क्रिप्सनमा म राखिदिन्छु फाइनली आई बट अ न्यू बाइक भनेर। सो त्यही भएर म अब बाइकतिर नै सिफ्ट हुन्छु जस्तो लाग्छ मलाई किनकि 1 लाखको मैले त साइकल गुमाइसकेँ नि त गाइज। सो त्यही भएर अब मैले सोचिरहेको छु अब त्यत्रो महँगो साइकल किन्नु भन्दा राम्रो सेकेन्ड ह्यान्ड कुनै बाइक अलि चक्की क्वालिटीको परेकोमा अलि राम्रो भेटेमा त किनिदिनु पर्यो जस्तो छ नि त। बाइक पनि किनिसकेको छु, तपाईहरु देख्नु भएको छैन भने डिस्क्रिप्सनमा राखिदिन्छु गएर चेकआउट गर्न सक्नुहुन्छ। फाइनली आई अबाउट अ न्यू बाइक भनेर मैले राखिदिएको छु र त्यसको भिडियो रिभ्यू भिडियो पनि म छिट्टै ल्याउँछु। त्योमा पनि दिएको छु तर एकदमै सर्टकटमा दिएको छु किनकि मैले भ्लग नै बनाइदिएको छु। त्योमा बाइकहरुको बारे केही मैले त्यसो खासै भनेको छैन। सो म अहिले खेततिर आएको छु भन्नुपर्छ किनकि खेततिरको पनि म तपाईहरुलाई सर्ट एन्ड स्विट सिनेमेटिक तपाईहरु अहिले नै देख्न सक्नुहुन्छ जुन हेर्नुस्। नहेरा मलाई त्यसरी माया बसिला है बे। सो अलराइट गाइज, तपाईहरु देख्नुभयो कस्तो लाग्यो तपाईहरुले कमेन्ट गरेर भन्नु होला। सो म अब एकैचोटी तपाईहरुको टाइम नलिएर एकैचोटी टपिकमा आउँछु। साइकल म करिब 5 महिना पछाडिको कुरा भनौँ। अब म त घर आइसकेँ नि त। म करिब 5 महिना पछाडि म काठमाडौँ गएको थिएँ र म फर्स्ट टाइम ट्राभलिङ गरेँ काठमाडौँ। भ्लग पनि म हालिदिन्छु जुन हाइट्समा आफ्नै साथीको हाइट्समा गएको थियो यो भ्लग पनि हालिदिन्छु, तपाईहरु गएर चेकआउट गर्न सक्नुहुनेछ। सो म 5 महिना पछाडि नै म गएको थिएँ काठमाडौँ, त्यहाँ पठाउहरू गरेँ, पठाउ फुड गरेँ जुन एकदमै राम्रो भयो, चल्यो। अनि देन त्यसपछि मैले पठाउ स्टार्ट गरेँ जुन मान्छेहरूलाई लिएर यताउति गुड्छ नि गाइज, त्यसै मैले अनि त्यहाँ बाइक लिएँ जुन यो भिडियो पनि म हालिदिन्छु डिस्क्रिप्सनमा। त्यो बाइक पनि मैले किनेको छु र अझै एउटा बाइक मैले किनेको छु त्यो पनि सबैको डिस्क्रिप्सन राखिदिन्छु। यो सकेपछि सबै लाइन बाई लाइन भिडियो हेर्नुपर्ने हुन्छ गाइज। तपाईहरुले माया गर्नुपर्ने हुन्छ नि त, माया गरिदिनु न के छ र। अनि साथीकोमा गएँ अनि त्यहाँ यताउति गरेँ अनि देन त्यसपछि पठाउमा जोइन्ट भएँ। पठाउमा 1 महिनापछि पठाउमा 1 महिना त्यतिकै मैले काठमाडौँमा बसेँ गाइज। अनि देन त्यसपछि म आफ्नै रुम लिएर बस्न थालेँ। अनि रुम लिएर बसेपछि त म नक्खु साइडमा बस्थेँ, एकान्त कुनातिरै बस्थेँ भन्नुपर्छ ललितपुरमा। अनि त्यहाँ भन्नुपर्छ म पठाउ गरेँ, साइकल पठाउ फुड डेलिभरी गरेँ। एकदमै रमाइलो भयो र मैले भिडियो पनि बनाएको थिएँ बट सडनली त्यो भिडियोहरू क्र्यास भइरहेको थियो मेरो मेमोरीद्वारा किनकि मेमोरी जुन मेरो गोप्रोमा सेट खान्छ नि त्यो मेमोरीको लगभग 2000 जति 1500 पर्न जान्छ। सो त्यही भएर मैले मेमोरी किन्न पनि पैसा भ्याइन। सो मैले मेमोरी पनि किनिनँ र जति सकेसम्म मैले भिडियो पनि बनाउनु किनकि मैले काममा फोकस दिएँ। सो त्यही भएर मैले त्यसो खासै भिडियो बनाइनँ। तपाईहरुले पनि देख्नुभयो कि यति बिचमा म ग्याप थिएँ, मैले भिडियो पनि बनाइन र इन्फर्मेसन पनि मैले दिने तपाईहरुलाई कि किन मैले भिडियो बनाइरहेको छैन यो त्यो वगेरा वगेरा केही मैले भनिनँ, केही यताउति गरिन्। सो साइकल कसरी चोरी भयो भन्नुपर्दाखेरि नि गाइज, म राति सुतिरहेको थिएँ र राति 12-2 बजे चाहिँ मेरो साइकल बिचमा थियो, मैले ताला लगाएर हानेको थिएँ र मैले साथीकोमा तला नहाने, मैले साथीको साइकलमा तला हानेको भए त्यो साइकल चोरी हुँदैन थियो र मैले त्यो बाइक किनेँ जुन SZRR भर्जन 2 छ नि गाइज। त्यो बाइक मैले किनेँ र त्यसकै बिहान मेरो साइकल चोरी भयो। म त्यो भिडियो हालिदिन्छु, तपाईहरु हेर्न सक्नुहुन्छ। र त्यही दिन मेरो 8 बजे पानी छान्न गएँ नि त म तल पानी छाने गएँ, यसो हेरिरहेको छु कुरी मेरो साइकलै छैन त। ल म त के गरौँ नगरौँ मलाई त लागिरहेको थियो कि कसैले मजाक गरेछ कि, तर आधी 1 घन्टा
कुरेपछि मलाई लाग्यो मजाक होइन, यो रियलै कुरा हो। सो अब के गरौँ नगरौँ, अनि म पुलिस कम्प्लेन गरेँ। पहिला गएँ म के भन्छ तपाईँको भैँसापाटी गएँ, किनकि त्यहाँबाट त नजिक छ नि त, 2 किलोमिटर मात्र छ। अनि त्यहाँ गएँ अनि पुलिस सरसँग कुरा गरेँ, यहाँ हुँदैन, त्यहाँ नक्खु रहेछ भनेपछि तिमीलाई त जानुपर्छ सानेपातिर। सानेपामा गएँ, सानेपातिर पनि भएन, सानेपामा पनि भनिदियो हुँदैन। अनि स्टार हस्पिटलतिर एउटा कार्यालय छ, अनि त्यही अफिसमा गएँ, के कसो छ मैले फोटोसोटो पठाइदिएँ पुलिस सरलाई। अनि नम्बर मैले दिएँ। अनि कसैकोमा शङ्का छ भन्दै हुनुहुन्थ्यो उहाँले। शङ्का त थियो मलाई, तर अब के गर्नु, अब होइन गाइज, अब छ यो साइकलमा 3-4 जनाको हात छ जहाँसम्म मलाई लाग्छ। मेरो साथीले पनि भन्दै थियो, उहाँलाई पनि डाउट लागिरहेको थियो कि एउटा केटामाथि मलाई शङ्का छ, अनि मलाई पनि उहीमाथि अनि डाउट लाग्यो। उसले भनेपछि अलिअलि मलाई डाउट आयो। अनि मलाई जहाँसम्म मेरो हिसाबले त्यो साइकल समथिङ भनौँ न 3-4 जनाको हात रहेछ। अनि मेरो साइकल सबभन्दा बिचमा थियो होइन गाइज। बिचमा भएपछि त्यो मेरो साइकल झिकेर अनि दुईवटा साइकललाई फ्यालिदिया रहेछ साइडमा, अनि मेरो साइकल झिकेर लग्या रहेछ। त्यो साइकल त्यो एरियामा अलि भित्री नक्खुको भित्र भयो नि, भित्र नक्खुको भयो नि त, त्यही भएर त्यतातिर खासै सिसिटिभी क्यामेरा थिएन र अलि थियो, हाइवेतिर थियो। जुन सरले भन्नुभयो ठिकै छ म आउँछु तर भन्यो, तर कुनै आएन। मैले होप पनि राखिनँ, मैले भेट्दैन पनि, तर जहाँसम्म मलाई लागिरहेको छ त्यही वरिपरि हुनुपर्छ साइकल। अनि त्यसपछि के गर्नु, अब गइसक्यो। मलाई त डाउट थियो, तर त्यो चोरहरूले होइन गाइज, त्यो कहिले खुसी हुँदैन नि त। अर्काको सामान यसरी चोरेर त्यसलाई कहिले पेटै भर्दैन म्याकुरी। त्यो त त्यसै तर्पिन्छ। म त जहिले नि भन्छु यो कुरा। मैले साइकलमा एमटिबी राइडर सत्यन लेखाएको थिएँ गाइज, जुन म फोटो देखाइदिन्छु, तपाईँहरू स्क्रिनको साइडमा हेर्न सक्नुहुन्छ। यो साइकलमा एमटिबी राइडर सत्यन मेरो लेखा छ। मेरो साइकल भन्नु पर्दाखेरि नि गाइज, हर नेपालमा 2 पिस मात्र मैले देखे अनुसार त्यो कलर, त्यो साइकल क्रस लाइन P1 त धेरै नै छ भन्नुपर्छ नेपालमा। मैले भन्न खोजेको कि त्यो 2 पिस कलरमा मात्र छ, त्यो बाइक पठाउ फुट। अनि मैले रिजाइन गरिदिएको, अनि रिजाइन गरेपछि मैले त बाइक किनिसकेपछि त्यसकै बिहान मेरो साइकल चोरी भयो। अनि के गर्नु, अनि त आइडी साडी बनाउनु पर्यो पठाउको। अनि पठाउमा गएँ, पठाउको आइडी साडी बनाएँ, अनि इन ड्राइभको पनि बनाएँ, तर बडी इन ड्राइभ नै गर्दो रहेछ यति चाहिँ थाहा पाएँ। काठमाडौँको गल्ली कुची थाहा भयो गाइज यार। जहाँ गएँ नि रमाइलो थियो यार, तर मजाले गरेँ नि, माल त आउँदो रहेछ क्या। तर अब के गर्नु, अब समयअनुसार जानुपर्ने हुन्छ नि त गाइज। भिडियो रेकर्ड भइरहेछ कि छैन हौ? भइरहेछ। सो त्यही अनुसारले मैले गएँ, अनि मैले बाइक लिएर गइसकेँ, म घर आइसकेँ। अनि त्यो साइकलको कुरा गर्दाखेरि त्यो साइकल अब चोरले लगिसक्यो। अब के गर्नु, अब मलाई डाउट छ, डाउटमै डाउट रहिरहोस्, बाल छैन, अब गइसक्यो साला। त्यो मुजी खाते कहिले त जीवनमा खुसी हुन सक्दैन मुजी भाइ त मेरो भिडियो पनि हेर्छस् नि, त्योमा एमटिबी राइडर सत्यन लेखाएको थियो। आज न भोलि त हेर्छस् नि त, हेर्नु यो भिडियो त साला कहिले खुसी बस्न सक्दैन अर्काको सामान चोरी गरेर होइन। सो त्यही हो गाइज, यो भिडियो चाहिँ म धेरै लम्बा बनाउँदिनँ। त्यही हो, साइकल धेरै दुःख गर्यो गाइज। के कसो मान्छे हुन्छ नि त्यो सबै थाहा पायो। आफ्नो मान्छे पनि कस्तो हुँदो रहेछ त्यहाँ बाहिर गएपछि होइन। त्यो आफ्नो रूप आफै देखाउन खोज्छ क्या, आफै देखाइदिन्छ। त्यो समयअनुसार सबले आफ्नो होइन क्वालिटी देखाइदिन्छ, म कस्तो छु, म कस्तो क्याटेगोरीमा पर्छु। त्यो त्यहाँ गएर म सबै कुरा थाहा पाएँ। म्याकुरी कतिको पानीमा छ नि, त्यो कतिकोमा छ नि, त्यो मैले सबै थाहा पाएँ। तर कसैलाई म भन्दिनँ, तर यति कुरा चाहिँ म थाहा पाएँ। सो त्यही हो गाइज, यो कुरा म गर्दिनँ पनि भन्दिनँ पनि। यो कुरालाई मैले यो साइकल हराएँ यति मात्र म भन्थेँ, तर भनेको यहाँ खेततिर आइसकेको छु। बनाइदिउँ न भिडियो अलि सानोतिनो छोटकरी 7-8 मिनटको बनाइदिउँ न, एक्सप्लेन गरिदिउँ न कसरी साइकल हरायो भनेपछि। अनि मैले बनाइदिएको, तर पटकफुटमा म्याकुरीमा यार लास्टै मजा आउँथ्यो गाइज। साइकल डोर्याउनु पर्थ्यो त्यो उकालोमा, नखुको उकालोमा, म्याकुरी के भने यस्तो मजा त मजै आउँथ्यो। त्यही पनि के गर्ने गाइज, ड्युटी र ड्युटी हो नि त। 12-1 बजे जान्थेँ, पठाउ फुड यस्तो थियो भनेपछि होइन आफ्नै मनले गर्न सकिन्थ्यो। सर अलि ढिला भयो, फोन गरिदिन्थ्यो, सर म आउँदैछु, काममा जाँदैछु, यो प्रब्लम भयो त्यो प्रब्लम भन्ने, कलै नगर्ने, आफू चाहिँ समयमा गइदिने, कुरै सक्यो।
सो त्यही भएर मजै आउँथ्यो अनि कमाइ पनि राम्रै हुन्थ्यो। अब महिनाको भइहाल्थ्यो के भनौँ होइन गाइज। अब छोडिदिइसकेँ अब दिनको 1000-1500 भइहाल्थ्यो। 1000-1500 त भनौँ न धेरै मैले भनिदिएँ। मैले त बढी गर्दैन थिएँ गाइज। हदै भयो भने म 1000को गरिदिन्थेँ। त्यो 1000मा हदै भयो भने 500 रुपियाँ मेरो आउँथ्यो, सक्यो। म त्यसो खासै गर्दैन थिएँ। पठाउमा चाहिँ मैले एकचोटि 4000 कमाएको थिएँ। एक दिन मात्र गरेँ, बिहानदेखि मैले रातिको 9 बजेसम्म मात्र गरेँ। 4000 मैले कमाएको थिएँ, त्यति हो गाइज। सो साइकलको यस्तै थियो लाफडा जुन गइसक्यो। मेरो साइकल बिचमा थियो अनि अरूको साइकल थियो सटेको थियो। म्याकुरी मेरो साइकल उठाइदिएर लगिदिइरहेछ अनि अरूको साइकल त्यसै छोडिदिइरहेछ। अब के भने यस्तै हो गाइज। सो साइकल यसरी नै हरायो। सुतिरहेको थिएँ रातिको टाइममा, त्यो उठाएर लगिदियो। अब के गर्नु, यस्तै हो, केही छैन गाइज। अब यो कुरामा म टपिक पनि अब बिर्सिसकेँ। अब गइसक्यो, त्यो हातबाट गइसक्यो 1 लाख रुपियाँ। अब म ठिकै छ, अब केही छैन। अब नेक्स्टै भ्लगमा भेट्नुपर्छ। सो भोलि चाहिँ मेरो रिभ्यू भिडियो आउँदैछ, जुन बाइकको रिभ्यू आउँछ, जुन तपाईँहरूले हेर्न चाहिँ नछुटाउनु होला। सो आजको लागि यतिकै नै भन्न चाहन्छु गाइज। सो होप यु द लाइक द भिडियो गाइज। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब द एमटिभी राइडर सत्यनलाई गर्नु होला। अब झाँसु ब्लगहरू दिने कोसिस गर्छु गाइज म आफ्नो बाइकबाट, र बाइक रिभ्यू पनि भोलि आउँछ, जुन तपाईँहरू बिर्सिनु नहोला। सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो गाइज। थ्याङ्क यू सो मच। यसरी नै माया र सपोर्ट दिइराख्नु होला। आज भोलि मेरो भिडियो त्यसै खासै आउँदैन र रिकमेन्डमा पनि जाँदैन। सो अब मेहनत गर्नु पर्ला जस्तो छ। सो होप यु द लाइक द भिडियो गाइज। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु होला। अब छिटै भेट्नुपर्छ एज सुन एज पोसिबल। थ्याङ्क यू सो मच गाइज। बाई बाई, से सेफ है त गाइज।